जुन बेला त खेलाउँथिस् दुलो त्यो बेला म खेलाउँथे दुलो एक प्लास्टिक हो गई। यदि कसैलाई न्युरो खानु मन छ भने मेरो भिडियोमा आएर हेर्नुहोस्, ठक देख्नुहुन्छ न्युरो कहाँ कहाँ भेटिन्छ भनेर है। मैले भिडियो पनि हालेको। चाकुले त चिनिहाल्छु नि मैले यार। हेलो फ्रेन्ड्स, के छ हाल खबर? बकवास छ भन्दा नि फेरि आफ्नो त फेरि झक्कास छ है। आज चाहिँ घाम लाग्ला जस्तो छ। पियलो पनि एकदम आटेर माथि गएको छ च्यातिएर। घाम लाग्ला जस्तो छ। आज त घामले फुल्ला जस्तो छ। म चाहिँ अब खेततिर जानु आँटेको। खेत रोपेदेखि खेतमा गएको छैन। आज खेतमा जानुपर्छ है। पानी सानी हेर्नुपर्छ, न्युरो ल्याउनुपर्छ। चार नम्बर ऐना त हेरै गर्ने हो नि। ऐना नहेरी जिन्दगी नै गतिले छैन। खेत पनि निकै टाढा पो छ त हो है। खेत जानलाई पनि लगभग आधै घन्टा जसो लाग्छ। त्यतिन्जेलसम्म गाडीमा जाऊँ भन्नुहुन्थ्यो, गाडी छैन है। धेरै जाने हो। न्युरो टिप्नुपर्छ क्या। अरू भन्दा नि न्युरोको तरकारी त माई बेस्ट। आलुमा फ्राई गरेर भुटिएर चर नडडाइकन फेरि डढायो भने त फेरि मजा आउँदैन। मजा आउँथ्यो है। न्युरो टिप्नुपर्छ। यत्तिकै मोबाइल हल्लाउने हिँड्ने कि कामै के छ र? कता गएर तपाईँ? ए चाहनु भयो? यत्तिकै डुल्ने मोबाइल हल्लाउने के काम छ र? पानीमा आगो बाल्न खोजे, मायामा ज्यान फाल्न खोजे, तिमी हुँदा आफन्त पनि टाढा भने, देख्नेले मलाई पागल भने, तिमी हुँदा। म त फेरि खुमखार गायकर बन्ने सोच भएको मान्छे हो, तर गीतै आउँदैन नि त। झन्डै जा म बुम जाने ऊ बुम गरेर पारे जाने बुम जाने। रिजल्ट भयो? ओइ रिजल्ट ल बधाई छ। त्यसो भए आज 29 गते हो क्या रिजल्ट। ल ठिक छ। पास कि फेल? खै रे कि दोहोऱ्याउने एउटै क्लासमा? ल बधाई छ। कति 10 बजे हुन्छ कि कति बजे? 10 बजेतिर लाग्छ। अलि हेर्न जाने होला नि रिजल्ट। ए ल बधाई छ। हामी जस्तो हुनुपर्छ क्या। फेल भयो नि पार्टी, पास भयो नि पार्टी, जे भयो नि पार्टी। चलेगा। आयो काली। यता हेर्नु। हेर्नु त। ओ अड्के क्या हड्डी। घाम लाग्यो। तो गाइज हम खेतमा आइसक्यौँ। अब हामी खेतमा गएर हेर्नुपर्ने हुन्छ दुलो। खेत रोपेपछि चाहिँ आएको थिएन क्या। धान चाहिँ यस्तो भइसक्यो है। जारहरू नि लाग्न थालिसक्यो मस्तसँग है।
पानी हावाड चाहिँ मस्त गइरहेछ। फेरि मासतिर कुन गरेमा पानी छैन, पत्तो पाइन्न। यस्तो छ नि त हाम्रो खेत, डेन्जर हैन। यही हो, अब जाम दुलो खोज्दै। खेतमा आएपछि कामै यही दुलो खोज्ने हिँड्ने। हाम्रो खेतमा चाहिँ गहटा जुका बेसी लाग्छ क्या, खाएर यस्तो बनाउँछ। गहटाले दुलो पार्छ, जुकाले आफ्नै ज्यान दुलो पार्छ। यहाँ चाहिँ कति ठुलो खाल्डो थियो क्या अस्ति नै, अहिले चाहिँ च्याप्पै बनाएको थियो। मैले मस्त लगाइदिएको थिएँ। यहाँबाट पानी छिराएर कि यो घरमा चाहिँ पानी छैन। यो दुलोबाट पानी आइरहेछ क्या, यो दुलोबाट माथिल्लो घरमा पानी छैन। फेरि ल सुक्खा र ठिस यस्तो छ। अनि कहिले भो लाग्छ धान, कहिले फल्छ? जुन बेला त खेलाउँथिस् दुलो, त्यो बेला म खेलाउँथेँ दुलो भनेर सिलुले गीत गाउँथे। आली फेरि कचक कचक भएको छ पानी परेर। हाम्रो खेत सानो छ, खेत सानो छ, बारी सानै छ जहान, अगाडि काम पुग्दैन खान, त्यसपछि आउँदैन गाउन। यो गरामा पनि पानी छैन यार। पानी आउनु पर्ने झन् गरामै पानी छैन। ऐसेलुको झ्याङ, ऐसेलु खान्छु म, तिमी नगर न ल्याङ ल्याङ। यत्रो पानी झरिरहेछ, पानी कहाँ गयो? पत्तो पाइदिनु। पहिला ऐसेलु खाऊँ, ऐसेलु। गलत बाटो आएछ नि यार। मेरो त बानी नै यस्तै छ कि, आफ्नो काम एकातिर अनि ऐसेलु। ल यार, जुन बेला त खेलाउँथिस् दुलो, त्यो बेला म खेलाउँथेँ टोप्रो। ऐसेलु गाई। यो चाहिँ खाइसकेको छ है किराले। त्यही नै हो, ऐसेलु खानुपर्छ। अब टक्क लाएर त्यसपछि अनि खेत हेर्दै निउरो टिप्नुपर्छ। ल अब चाहिँ ऐसेलु खोज्न जाऊँ अनि सर माथिबाट घुम्दै आउनुपर्छ है। तर यो चाहिँ होइन है, यस्तो चाहिँ होइन, हामीले टिप्नुपर्छ। तर यस्तो कस्तो भन्दाखेरिमा हो, यस्तो टाइपमा है। यस्तो देख्नुभयो, यस्तो टिप्ने हो। अनि यस्तै हो खाने चाहिँ है। आज चाहिँ धेरै दिन भयो नि त पानी परेको, निउरो पनि भेटिन्छ पानी परेको बेलामा त मस्त। अथा मैले चप्पलै नलाइ आएँ क्या। फेरि यहाँ घोस्नी भयो काँडाहरूले। कति हुन्छ अहिले हेरौँला है। निउरो कस्तो नाम पनि निउरो, टिप्न पनि निउरी नै पर्ने। अचम्म खालको बनाए निउरो भन्ने नि। अब आँखाले भेट्दैन, कता हो कता एकपट्टि मात्रै भए पो पार लाग्ने। हाम्रो खेतभन्दा नि माथि यहाँ यति खेत छ है। अनि त्यसपछि हाम्रो खेत यो तलको चाहिँ अहिले जानुपर्छ पानी हेर्नलाई। यता चाहिँ निउरो टिप्नुपर्छ। अब यही हो हाम्रो एक प्लास्टिक हो भाइ। यदि कसैलाई निउरो खानु मन छ भने मेरो भिडियोमा आएर हेर्नुहोस्, ठक देख्नुहुन्छ निउरो कहाँ भेटिन्छ भनेर है। टिपेको भिडियो बनाएको छु। टक्क तपाईँले हेर्नुभयो भने निउरो खोज्नलाई धेरै टाढो जानु पर्दैन। टक्क मेरो भिडियोमा हेर्ने अनि आउने सरर। हाम्रो खेतमा पानी होइन, पहिरो गएर यहाँ चाहिँ माथि पहिरो गएर कुलो माथि पानी ल्याउनु परेछ यार। आया खुट्टा दुखेर हुन्न यार। यहाँ त फुटेको ढुङ्गा छ क्या एकदम चुचु। अनि
त्यसले चाहिँ मस्त लाएर गोकिदिन्छ यार। थाहा भएन अब कहाँ पाइन्छ भनेर न्युरो ठ्याक्क यो गहिरामा। मेरो भिडियो हेर्नलाई फाइदा चाहिँ छ, तरकारीको दुःख हुन्न। अब चाहिँ एकदम फ्रेस माल खान पाइन्छ। यहाँ पनि यस्तो दामी दामी पाइन्छ क्या। न्युरो कस्तो न्युरो क्या, कपक्क मेरो ढाँड जस्तै। हेर्न कस्तो राम्रो छ क्या न्युरो पनि। अर्को नि यहाँ अर्को नि, यो चाहिँ अलि फुलिसकेछ क्या, कस्तो दामी देखेको है। नेक्स्ट हेर्न अलि न्युरो एकदम। यो खाएपछि तपाईँको त्यो होइन यस्तो तागतिलो हुन्छ ज्यान होइन। न्युरो टिपुम न्युरो। कति हो न्युरो, एक पानी पर्नुपर्छ त बुरुरुरु है। यो मतलब गरामा चाहिँ हाम्रो मकै रोपेको छ बाँदरको लागि। यो चाहिँ हामीले छुट्टै बाँदरको लागि रोपिदिएको हो है। अब यहाँ हामी बाँदरको लागि पनि एकदम फलोस् फुलोस् भनेर हामी उनीहरूले पनि गरी खाओस् भनेर एउटा यहाँ गरा छुट्टा राखिदिएका छौँ। यो चाहिँ बाँदरको लागि, अनि यो चाहिँ हामीहरूको लागि धान, बाँदरको लागि मकै, हाम्रो लागि धान। हामीले जान तसैले ओ जाने हो घर, ओ जाने हो घर, हमला भेट नमरी बाँचे त। आई अब दुलो चाहिँ खासै मैले भेटेन। झारहरू चाहिँ मस्तसँग आएछ है। यसरी झार आएपछि हामीले के गर्ने थियो नि भन्दाखेरि यसरी उखेल्ने, तर झार नआएको जाति हुन्थ्यो, झार आएर बिगार्दै। मैले त्यो झन् त्यत्रो दाँदो लाई होइन, झार निकालेको त कहीँ लागेन त। दुःख दियो नि यो झारले। अब यसरी हेर्न झार आएपछि त हम क्या करेंगे, हमारा काम बढ़ गया, बहुत बढ़ गई है। त्यही हो। अब आजलाई त खासै केही छैन। यो घरमा चाहिँ पानी अब जतिर अब भरेपछि मात्रै होला। दुलो भेटेन। तो गाइज मैले चाहिँ खासै केही काम पनि देखिनँ आजलाई है। त्यही भएर आजलाई काम नदेखेपछि यहाँ बस्ने के पनि भएन। खोलातिर जाउँ माछा हेरौँ, यदि माछा रहेछ भने खोलातिर यसो मार्ने ठाउँ रहेछ भने दिउँसो माछा मार्नुपर्छ। त्यही भएर अब तलतिर जाउँ अनि त्यताबाट घरतिर जानुपर्ने हुन्छ है। सो आजको खेत चार्ने कार्यक्रम चाहिँ यहीँ अन्त्य गर्छु। यहाँबाट चाहिँ यत्रो पानी गइरहेछ, माथि पानी नै छैन क्या। यो गरामा चाहिँ मस्तोसँग पानी छ। सबभन्दा पानी हुने भनेको लास्ट गरामा हो, किनभने सबै पानी यहीँ आएर थुप्रिन्छ। माथिबाट चुइए सबै भएको पानी यहाँ आएर फाइदा चाहिँ लास्टको गरा छ क्या। जे भए पनि सानो हुनुलाई फाइदा हुन्छ अरे भन्छन् है। यही होला, ठिकै छ। अब जाउँ हामी खोलातिर माछा हेरौँ। यहाँ छ हाम्रो चौतारो है। यहाँ चाहिँ यस्तो चौतारो छ कि यहाँ चाहिँ जताबाट घाँस लिएर आए पनि यहाँ बस्नु मिल्छ। यताबाट है बस्ने ठाउँ छ हाम्रो यो चौतारो। त्यहाँदेखि छ एउटा ठाँटी हाम्रो ब्रदरको है।
यहाँ पनि न्युरो टिप्दै रहेछ के हो ओइ माछ खेत घुमी भिडियोमा फोटो खिचेर लिएर जानु लाग्यो क्या घुमेको छु भनेर पुरै के टिपेर चिनाएर फेरि मैले एक वर्ष प्लास्टिक बनाएर ल्याए न्युरो चाकुले त चिनिहाल्छु नि मैले यार एक छाक भाडो भन्ने ठाउँमा पुग्दैन अनि आज तिमीले त अब पास हुने फर्स्ट हुने मान्छे सिधै बोइलो ढाल्ने होला फर्स्ट भइदियो हुन्छ फर्स्ट भइदियो हुन्थ्यो मलाई काट्न दिएको भए म फर्स्ट बनाइदिहाल्थेँ र कपी अनि सक्यो